यात्राको सुरुवात यात्रा सुरु भयो अब ब्लगिङ स्टार्ट भइसकेछ कस्तो लागिरहेछ तपाईलाई भयो बल्ल 5 मिनेट पनि भएको छैन चढ्न गलिसक्यो तर ठिकै छ जस्ट पिसफुल ठाउँ आइपुग्यो झापा मस्तो गर्मी यसो घुमफिर पनि भयो है चिसो हावा खान है हो रमाइलो भइरहेछ जस अब माथि पुगेपछि अर्को भिडियो क्लिप बनाउला है त पुला पनि याद आयो याद आयो अब एकछिन ब्रेक लियौँ प्रतिभा दिदी बिस्तारै हिँडौँ है बिस्तारै जाउँ कसको रिङ थाहा छ सबैलाई होइन हजुर हजुर फाइनली आज पूजा गरिसकेर फर्किँदैछु एकदम पिसफुल एकछिन कीर्तन भजनहरू सुन्यौँ रमाइलो भयो है उहाँहरू पनि टाउनबाट आउनुभएको रहेछ हामी कीर्तनबाट राम्रो कुराकानी पनि भयो अब चाहिँ फर्किँदैछौँ फोटोसुट पनि भयो हाम्रो अब चाहिँ कपाल छोडेर चलिरहनु दामी देखियो है ला के चिम्टीले च्याप्नु भएको छ के भयो टी सर्ट भन्छु यता चाहिँ जुत्ता हुन्छ भनिरहेको नि तर मेरो लगाउनु सक्दिनँ तर म डराउँदिनँ जुत्तासँग किन डराउनु म निकालिहाल्छु नि है क्या आज त एकदम पिस भयो मन शान्त कुल भयो है रमाइलो भयो जो आज चाहिँ प्यारा हाम्रा 2 जना सिस्टरहरू बाँकी छन् उहाँहरूसँग नि हामी आउँछौँ तर घुम्न आउँछ यहाँ होइन अरू ठाउँमै आउँछौँ Jeans, co-pants, co-hoda. तर्सिनु भयो सुरुमा अहिले चाहिँ स्माइल गरेर सुनाउँदिन्छ तर फर्स्टमा साह्रै तर्सिनु भयो डराउनु भयो हेर्न सक्नुहुन्छ यस्तो यस्तो बोट बिरुवाहरू छन् एकदम राम्रो है अहिले बाँदर पनि देखा पर्छ होला कि म त बाँदरदेखि साह्रै डर लाग्छ यहाँ प्रतिमा दिदीले आज बाँदरलाई सो क्युट भनेको अब मेरो नि बिगार गरिदिएर गयो सो स्याड भइहाल्यो नि बाँदर पनि कहीँ कसैको क्युट हुनसक्छ बाँदर मलाई मन नै पर्दैन कि बोलाउँदिन भन्छु तर बोलाइहाल्छु म बिर्सिदिन्छु तिमीलाई तर सम्झिरहन्छु सक्दिन कि भुल्न तिमीलाई सम्झाए नि बुझाए नि मान्दैन नि मनै त हो नि यो मनै त के गरौँ तिमीलाई सम्झी म के गरौँ सम्झी त हाले के गरौँ म के गरौँ यस्तो राम्रो वेदरमा आएर यस्तो राम्रो वेदर छ र गीत पनि वेदरमा आएर एक्सको याद आयो आइएम सो सरी होइन है यो चाहिँ म त मलाई लिरिक्स आउँछ त्यही भएर गएको हो क्या नत्र म गाउने थिइनँ जुन चामलिङ मेरो फेभरेट सिङ्गर हो र तर होस् के हुन्छ यस्तो जाडो गर्मी हुन्छ थाल्यो हुन थाल्यो साह्रै काममा थाल्यो
काममा थाल्यो तर घाम पनि आउनु जस्तो भइरहेछ तर आउँदैन झापा चाहिँ कसरी पुग्नु र गर्मीले मरिन्छ जस्तो छ यहाँ त गाडै भयो क्या अति हेर्नु त यस्तो हामीलाई नि क्यामेरामै हामीले क्याप्चरै गर्नु सक्छौँ क्लियरली हेर्नु यस्तो भुस्सु आयो कि अहिले तपाईँहरू पनि आउनुहोस् भन्न चाहन्छु है म चाहिँ को तपाईँहरू भनेर मेरो फ्रेन्ड्सहरू जो यो भिडियो हेर्दै हुनुहुन्छ हाम्रो कन्यामा आउनु सक्नुहुन्छ हाम्रो चाहिँ हाम्रै हो हाम्रो नेपाल भएछ हाम्रो कन्याम पनि भयो झापा मात्रै होइन हाम्रो कन्याम पनि आउनु होला है त हस्